वास्तवमा जीवन कहिल्यै एउटै बिन्दुमा अडिएको हुँदैन। कहिले गहिराईमा डुब्छ त कहिले उज्यालो किरणमा झलमलाउँछ। समाजभित्र रहेका तमाम महिला बालबालिका र दुःखमा परेका आम मानिसको सहारा सहयात्री बन्न पक्कै सजिलो छैन। यो यात्रामा लाग्नेहरूले अनेकौं वचनसही आफ्नो आँसु मौनतामा लुकाउँदै सङ्घर्षको यात्रा तय गर्नुपर्ने हुन्छ। यात्रा कठिन भए पनि प्रयास पहिलो पाइलाबाट हुन्छ। जीवनमा आफ्ना पारिवारिक समस्याहरू कयौं रहे तापनि विषका घुड्कीहरूलाई अमृत बनाई हजारौं विपन्न बालबालिकाहरूको आमा, शोषणमा परेका महिलाहरूको सहारा, बिरामले छटपटिरहेका विपन्नहरूको हिम्मत बन्नु भएको छ। मेची महाकाली बुहारी संयुक्त आवाजकी केन्द्रीय अध्यक्ष चन्द्रकला काफ्ले। मेची महाकाली बुहारी संयुक्त आवाज भने चाहिँ हजुरहरू कतिले सुन्नु भएको थियो होला, कतिले सुन्नु भएको थिएन होला। यो चाहिँ महिला तथा बालबालिकाको हिंसा विरुद्ध काम गर्ने एउटा अभियानमूलक संस्था हो होइन। यो अभियानको यात्रामा चाहिँ हामीले पीडामा परेका चाहे महिला हुन्, चाहे पुरुष हुन्, चाहे बालक हुन्, चाहे वृद्ध हुन्, सबैको संयुक्त आवाज बनेर काम गर्ने गर्छौँ। यो संस्था चाहिँ 2077 सालमा साउनको 21 गते चाहिँ हामीले बिर्तामोडमा स्थापना गरेको थियौँ र अहिले चाहिँ हामी 57वटा जिल्लामा पुगेर हामी अन्तर्राष्ट्रिय स्तरसम्म पनि पुगिसकेका छौँ। र यो संस्थाको सुरुवाती दिनमा हामी बुहारीहरूले यो संस्था सुरुवात गर्दै निकै सङ्घर्षका कथाहरू छन्। निकै सङ्घर्ष गर्दै आज हामी यहाँ आइपुगेको छौँ र हामीले यो संस्था चलाउने क्रममा हामी कुनै सरकारी निकाय र कुनै दाताहरूबाट छैनौँ। हामी आफै स्वयं आफ्नै खाजा खर्च पटाएर र आफ्नै फन्डिङबाट आज हामी यहाँ उभिएर यसरी कार्यक्रम गरिरहेछौँ। आज उहाँको जन्मदिन। तिम्रो दीर्घायुको कामना गर्न सकूँ म, शुभकामना भरी ह्यापी बर्थडे। मानिसहरू जन्मदिन ठुल्ठुला होटलहरूमा धेरै पाहुना बोलाएर, धेरै आफन्त बोलाएर मनाउने गर्छन्। तर मेची महाकाली बुहारी संयुक्त आवाजकी केन्द्रीय अध्यक्ष काफ्लेले आफ्नो जन्म उत्सव ती साना साना अबोध अनि विपन्न बालबालिकाहरूसँग केही समय उनीहरूलाई खुसी प्रदान गर्दै, उनीहरूको सानो आवश्यकता भए पनि त्यो आवश्यकतालाई पूरा गर्दै मनाउनु भएको छ। हरेक परिवर्तनको सुरुवात पहिलो पाइलाबाट हुन्छ भने चाहिँ झापाको बिर्तामोडबाट सुरु भएको मेची महाकाली बुहारी संयुक्त आवाजको अभियान हाल नेपालका 56 जिल्लासम्म पुगिसकेको छ। 115औं नारी दिवस तथा मेची महाकाली बुहारी संयुक्त आवाजकी केन्द्रीय अध्यक्ष चन्द्रकला काफ्लेको जन्मदिनको अवसर पारेर संस्थाले कचन कवल 1 स्थित विपन्न परिवारको बसोबास रहेको गणेशटोलमा मनाएको छ। मेची महाकाली बुहारी संयुक्त आवाजकी केन्द्रीय अध्यक्ष काफ्ले लगायत टिमले गणेशटोलमा बसोबास गर्ने 100 भन्दा बढी विपन्न बालबालिकाहरूलाई स्टेशनरी सामान वितरण गर्नु भएको थियो। मेची महाकाली बुहारी संयुक्त आवाजकी झापा जिल्ला संयोजक गंगा भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मेची महाकाली बुहारी संयुक्त आवाजकी कोशी प्रदेश संयोजक पिङ्की थापाले स्वागत गर्नु भएको थियो। वार्षिक 115 अन्तर्राष्ट्रिय नारी दिवस तथा केन्द्रीय अध्यक्षज्यूको जन्मदिन कार्यक्रममा सहभागी हुनुभएका सम्पूर्णमा उपस्थित आदरणीय प्रमुख अतिथिज्यू, त्यसमा विशिष्ट अतिथिज्यूहरू, अन्य अतिथिज्यूहरू, उपस्थित संस्थाकर्मीज्यूहरू, अग्रज बुवा आमाहरू र उपस्थित भाइ बहिनीसँगै पत्रकार भरत प्रसाई सर सँगै हाम्रो संस्थाका सम्पूर्ण पदाधिकारीज्यूहरू, सदस्यज्यूहरूलाई मेची महाकाली बुहारी संयुक्त आवाज कोशी प्रदेशको संयोजकको तर्फबाट हार्दिक न्यानो अभिवादनसँगै आजको यस कार्यक्रममा यो कार्यक्रमलाई सुनमा सुगन्ध यति टाढा आएर सुनमा सुगन्ध छरिदिनु भएकोमा सम्पूर्णमा र यहाँ अवस्थित सम्पूर्ण भाइ बहिनी, साना साना प्यारा प्यारा भाइ बहिनी, महिला तथा दिदीबहिनीहरू, स्वास्थ्यकर्मी दिदीबहिनी हुनुहुन्छ भन्दा पनि धेरै खुसी लाग्यो। यो क्षेत्रमा पनि आएर र सबैजना अग्रज बुवाहरूलाई, अग्रज सरहरूलाई पनि आजको कार्यक्रम सफल र सभ्य तरिकाले सफल पारिदिनु हुन अनुरोध गर्दै आजको यस कार्यक्रममा स्वागत गर्न चाहन्छु। कचन कवल गाउँपालिकाकी कार्यपालिका सदस्य सुनिता दर्जीको प्रमुख आतिथ्यता
रहेको कार्यक्रममा संस्थाको औचित्यमाथि केन्द्रीय अध्यक्ष काफ्लेले प्रकाश पार्नु भएको थियो। उहाँले संस्थापक अध्यक्ष यमु शर्मा पौडेलको परिकल्पनाले मूर्त रूप लिँदै गएको बताउनुभयो। उहाँले नारीले आफ्नो अस्तित्व र पहिचान आफै निर्माण गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले आफ्ना जन्मदिनलाई भव्य बनाउन विशेष भूमिका खेल्ने अन्तर्राष्ट्रिय अध्यक्ष यमु शर्मा पौडेललाई स्मरण गर्दै सम्पूर्ण कार्य समिति परिवारलाई धन्यवाद दिनुभयो। कार्यक्रममा रेडक्रस उपशाखा घेराबारीका सभापति सजनलाल गणेश सहित गंगालाल आधारभूत विद्यालयकी शिक्षिका दिलकुमारी राजवंशी, कचन कवल वडा नम्बर 1 का सदस्य अन्तलाल राजवंशी लगायतले शुभकामना मन्तव्य राख्दै विपन्न समुदायको दुःखमा मेची महाकाली बुहारी संयुक्त आवाजले खेलेको भूमिकाको प्रशंसा गर्नुभएको थियो। कार्यक्रम समापन पश्चात अति विपन्न ज्येष्ठ आमा चम्पादेवी गणेशलाई खाद्यान्न सामग्री समेत हस्तान्तरण गरिएको थियो। कार्यक्रममा मेची महाकाली बुहारी संयुक्त आवाजकै केन्द्रीय अध्यक्ष चन्द्रकला काफ्लेको जन्मदिनको अवसरमा केक काटी कार्य समितिका परिवारले दोसल्ला ओढाई उहाँलाई मायाको चिनो प्रदान गरेका थिए। कार्यक्रममा झापा जिल्ला कार्य समिति सदस्य आर्जु शर्मा, चन्दा उप्रेती, स्थानीयवासी तथा जनप्रतिनिधिहरू दिल्लीराम नेपाल, सजनलाल गणेश, विमल राजवंशी, मीना यादव ताजपुरिया, पवित्रा सुब्बा, टीका राजवंशी, कचनकबल गाउँपालिका कार्यपालिका सदस्य उमा शंकर गणेश लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन मेची महाकाली बुहारी संयुक्त आवाजकी झापा जिल्ला सह संयोजक रोशनी अधिकारीले गर्नुभएको थियो। अशक्तको मलब बन्दै आएको मेची महाकाली बुहारी संयुक्त आवाजको नेतृत्व गरिरहनु भएकी केन्द्रीय अध्यक्ष चन्द्रकला काफ्लेलाई हाम्रो तर्फबाट पनि जन्मदिनको हार्दिक मंगलमय शुभकामना। दिनहरू अत्यन्तै सुन्दर भएर बितुन्। तपाईको यो सृजनात्मक कार्य, तपाईको समाजप्रतिको समर्पण अझ जागेर जाओस्। हार्दिक शुभकामना। मोफसल अनलाइनका लागि भरत प्रसाई, कचन कबल 1।